CGM नेपाल। तम्बरै खोलाको छाल कान्छी, छोटो छ जीवन लाल कान्छी। धानैमा नाच्नु घुमेर आउँदैन फेरि उमेर। धानैमा नाच्नु घुमेर आउँदैन फेरि उमेर। बारीमा हात्ती बाबियो डोरी, त्यो पनि मकिन्छ। बारीमा हात्ती बाबियो डोरी, त्यो पनि मकिन्छ। आज र भोलि दिन गन्दा गन्दै जिन्दगी सकिन्छ। आज र भोलि दिन गन्दा गन्दै जिन्दगी सकिन्छ। जुत्ने मान्छेले सिङ जोडेर जुत्नु आएपछि बर्खा नै हिउँदो नि अनि त्यही बेला जुत्नु परेन। जुत्नु आएकै बेला डुक्रेकै बेला जुत्दा पो अरे मजा पनि आउँछ त। कसको सिङ फुस्किँदो रहेछ एकछिनपछि थाहा भइहाल्छ नि। थाहा हुन्छ नि, अब एकछिन पर्खौँ न, कुरा छिनाउने हो नि। होइन के गर्ने हौ दाजु, अब त अनि मान्छे पनि आउँदैन जस्तो छ त। अनि यतिकै टाउको हेराएर अनुहार हेराएर गर्दै बसिराख्नु। कति चाहिँ हतार भएको यो दाजुलाई, एकछिन बस्दा चुप लाग त। काम बितेर बिजोग भएको बेलामा फेरि उसैले सोध्या बराबर उयो बोलिदिन्छ त हौ। चम्चेलाई अनि गाह्रो छ नि त। अब काम भनेको त सबैको हुन्छ नि हो। अनि अब गर्दा अनि एकछिन बस्नु परेन, हातै हतार गरेको छ कहिले दाजु। ओइ गगने, कति बज्यो हेर त। किन हौ हतार हो? हेर न जे भाम कति बजेर। सबै खेतीपाती गयो, अब धान रोप्ने बेला भयो, सबै कोही छैन नानी। म घरमा बुढी मान्छे एक्लै छु। अब हाम्रो गाउँघरको कुरा अब भोलि पर्सि आफै मिलाउँछौँ नि।
होइन हौ कान्छी, मेरो मुख कपडाको भोको भए त च्यातेर झुर्लै भइसक्थ्यो होला हौ। धन्न मासुको भएर थामिर छौ। अहिलेदेखि मागेको होइन त हौ जाँड, कि नदिने हो? नखानु हो दाजु। पैसा दिन्छु त हौ, पैसा छैन भनेर? होइन भने अहिले म पैसा यहाँ राखिदिएर आफै पो झिकेर खान्छु है कान्छी। चोरेर पो खानु हुँदैन, थाकाकी त पाइन्छ नि। अहिले अनि मातिर न्यु खोज्नु भए के चाहिँ जान्नुहुन्छ हौ दाजु? त्यही भएर पो नखानु भनेको त। होइन, अहिलेसम्म यो गाउँमा मैले त्यस्तो घिनस्टी काम गरेको छु र? हाम्रै गाउँघरको समुदायको भलोको लागि गरेको हो। अनि दाजु चाहिँ किन मेटाउनु चाहिँ खोज्नुहुन्छ हौ त्यो लेखिसकेको कुराहरू चाहिँ? त्यो अप्रभंश भएको गाउँठाउँको नामहरू लेखेको छ, अनि त्यस्तो नमेटाउनु त? त्यस्तो बिग्रेको बोर्डहरू ल्याएर राख्ने हो? सबै नाम बिग्रेकोहरू लेखिराखेको हुन्छ। त्यस्तो खालको मूर्ख काम चाहिँ नगर्नु है दाजु। ए काइला पनि पायो, पिरा लिएर आएर बस है काइला त। के पो अघि त भुनभुन गर्छ भनेको त बुढो भमरा यता अघि आएको छ नि त नि। होइन, मूर्ख मान्छेको त गन्ध पनि पो चल्छ कि क्या हो? सुँग्दै सुँग्दै पो आइपुग्यो त काइला। मेरो भन्दा नाक अलिक ठुलो छ, टाढै सुन्छ होला नि। गन्ध थाहा पाउँछ होला नि। म त उसको नाक चाहिँ ठुलो छ भनेर तारिफ गरेँ, उसको कान चाहिँ तिखो रहेछ। भमरा जत्तिकै भुनभुन गरेको सुनि पठाएछ त। होइन माथि पो कहाँ गयो कान्छी, कहाँ गयो भनेको, अनि यसो गर्दा यता धुवा उठ्यो कि, अनि यता तल रहेछ भनेर आएको। अनि के गफ हुँदै थियो म पो आएन नि हौ। अब कान्छीले खालि मूर्ख र के भन्छ काइला। के कुरामा पो दाजु कान्छी? दाजुले नि अस्ति त्यो लेखेको कुराहरू मेटाउनु लगाएर नि भनेर मूर्ख भनेको। दाजुले चाहिँ वर्षक त्यो चाहिँ नमेटाएको भए हुन्थ्यो। मूर्खता भन्ने कुरो नि कान्छी रहरले आउँदैन, त्यति साह्रो पनि नभन हौ। मलाई होइन हौ, पर काइलालाई त्यसो नभन भनेको। दाजु चाहिँ तिमीले मन पराएर भेट्नु पनि त आएको हुनसक्छ नि, त्यही भएर अघि मलाई भमरा भन्दै थियो। को नि है दाजु, म भन्दा पनि आजभोलि त दाजुले यहाँ धेरै देख्छु। अब कान्छीले साह्रो बाक्लो जाँड छान्छन्, कहाँ जानु त हौ काइला, यहीँ त आउनु। त्यसकै लागि मजा। नि म चाहिँ त्यसकै लागि आएको, त चाहिँ के को लागि आइस् नि कोही। अब दाजु भएपछि म पनि एक बटुको त अनि दाजुको नाममा दिनु परेन? 1 घन्टै भयो होला माग्नु थालेको, खै हालिँदैन कान्छी। पैसा अलिक कमाएपछि बोसो पलायो होला हौ, चाको उठाउनु गाह्रो माने। अब भन्नु पाउँदा चाहिँ त्यति साह्रो चाहिँ नभन्नु है दाजु। तपाईँ अनि मातेपछि अनि न्यु खोजिहाल्नुहुन्छ। दाजु मूर्ख छ र पो भनेको त हो, नखानु भनेर। म मातेर मूर्ख गरी हिँडेको चाहिँ कहाँ देखेको छ हो कान्छी? बिना काममा त्यसरी अब मूर्ख गरेर जाँड खाएर बाजी हिँड्ने भए म बुढी कुटेर झुट्टो पार्थेँ होला त। कोन त कहिले कहिले भाउजू निलडामसँगै हिँडेको देख्छु। हो है, त्यो चाहिँ निलै निल म पनि देखेको छु है। आफै हिँड्नु जान्दैन लड्छ, अनि मलाई दोष नलाउन हौ, मान्छे सुन्दा इज्जत जान्छ। लुनाउ कान्छी छिटो न, कि गलै लाउनु पर्ने हौ? छ्या पर्दैन हौ, जान्छु। साह्रै भन्यो पानी उम्लिसक्यो। दाजुले पनि ल ल बस्दै गफ गर्दै गर्नु है, म लिएर आउँछु। पानी पो पर्नु थाल्यो त। यता आऊ दाजु। समय दिन त अझै उठ अझै उठ यता ल्याउँ त यता एकछिन त समय थियो।
खोइ अब नाला तानेर घरमै ल्याइदिनु पर्यो भनेको मेरो बुढीले साह्रै दुःख भइरहेछ बिस्तारै यो पनि लानु है भित्र म साह्रै गले हौ ल अर्काको जिउको जुम्रा देख्ने आफ्नो जिउको हात्ती नदेख्नेहरू छन् अनि के पो भयो एक्लै भुनभुनिँदै छौ त केही होइन हौ इ आरु खाऊ अरे होइन कसले ल्याइदियो हौ गुन्द्रुके काकाले पो अस्ति भाइलाई ट्युसन पढाउनु भयो अब आउनु पनि केही कोसेली छैन भनेर आइन यहाँ आरु पाकेर पो आउने बाटो खुल्यो भनेर यहाँ आरु ल्याइदिएको रहेछ कि बिचरा त्यो काका पनि साह्रै मेहनत गर्नु खोज्ने मान्छे हो साह्रै मेहनती छ साह्रै इमान्दार छ अनि मलाई त साह्रै माया लाग्यो कि अनि त्यो हाम्रो सानो बट्टामा मह थियो नि त्यही पो दिइपठाएँ है मैले त तपाईँ त साह्रै दयालु हौ कुन दिन चाहिँ कुनै केटीले मैले त साह्रै दुःख पाएँ भन्दा घरमा लिएर राख्नु पो हुन्छ कि भन्ने डर लाग्छ घरिघरि त। होइन हो अब माया भन्ने कुरा नि नुमा धेरै किसिमको हुन्छ के अब कसले कस्तो माया गर्ने भन्ने मलाई थाहा छ के श्रीमतीले कस्तो माया गर्नुपर्छ छोराछोरीले कस्तो माया गर्नुपर्छ गरिब दुखीले कस्तो माया गर्नुपर्छ मैले बुझेको छु क्या मबाट त्यस्तो गल्ती कहिले पनि हुँदैन क्या तिमी नडराउ न तर यो संसारमा नि जति रिसाए पनि मैले जति माया चाहिँ तपाईँले कसैले गर्दैन है मन पर्ने मान्छेको बोली नै मिठो माया दिने मान्छेको गाली झन् मिठो यो महेश शिवाले गाएको गीत नि मलाई साह्रै मनपर्छ हौ यो गीत पनि तपाईँकै लागि लेखिदिएको होला हौ नुमा नि मलाई त तिम्रो यो बोली भन्दा नि तिम्रो गाली नै मिठो लाग्छ हौ त्यो तिम्रो गाली पछिको मायाले त नि स्वर्गकै आवाज गराउँछ नि हो साँच्ची कि अन्त तर यो नासपाते दाजु र माइला दाजुको नाम सुन्दै नि वाक्कै आउनु खोज्छ हौ अझै नुमा नि यो निर्बुद्धि मान्छेले नि अरूको कुरा काट्दै दिन बिताउँछ कि तर मेरो बुढी त त्यस्तो छैन मेरो बुढी त बुद्धिवन्ती छ नि अरूको कुरा खास काट्दैन मेरो चाहिँ कुरा नि जति काट्दा पनि हुन्छ होइन तर अरूको चाहिँ कुरा नकाटेकै राम्रो क्या अरूको कुरा काट्नुभन्दा नि धेरै बेर सोच्नुपर्छ है अनि के त लास्कारै लागेर हामीलाई सम्झाउन आउनेहरू होइन त्यो त्यस्तो के नुमा अब बा मान्छे हाम्रो घरमा त्यसरी आउँछन् कि भनेर त्यो आउने बाटो नबनाउनु नै राम्रो हो कि सबैजना बाठो पल्टेर हामीलाई सम्झाउनु आउनेहरू अहिले त सबैजना तैसार मैसार गर्दै सिङ जुदाउँदैछन् अरे मलाई त कम्ता मजा आएको छैन हौ नुमा नि यसरी अरूको दुःखमा रमाउनु पनि राम्रो होइन के यो नासपाती र महिलाको द्वन्द्व भनेको नि यो दुईजनाको मात्रै द्वन्द्व होइन त यो त हामी भूमिपुत्रमाथि भएको खतरा षड्यन्त्र विरुद्धको द्वन्द्व हो क्या यो नासपातीको कुरामा नि हामी सबैले ठन्डा दिमाग बनाएर सोच्नुपर्छ विचार चोके ए दाजु बिहानै कताबाट पो आउनुभयो तलबाट पो आउनुभयो सो अब बर्खा लाग्यो कुलो पो हेरेर आएको हौ बारी होइन दाजु यहाँ यहाँ बस्नु न अनि त्यो चाहिँ घरमा छैन बारी घरको जाड अलिक अमिलो छ दाजु उता लाल कान्छुकोतिर गयो होला नि खोजी खान ए अनि अमिलो जाँड चाहिँ नखाने अरे अमिलो जाँडले पेट पोल्छ है भन्छ
अल्छे तिग्रो स्वादे जिब्रो भने जस्तै जो चाहिँ कामको सट्टा गफ लडाउँदै हिँड्छ उसैलाई मिठो मिठो चाहिने। अनि त्यो अमिलो जाँडले पेट पोल्छ भने पानी दिनु नि त, अनि ठिक हुन्थ्यो। दाजु एकछिन बस्दै गर्नु ल, अब अमिले जाँड भए पनि एक ए बनाइदिन्छु। होइन नि बरी, म त जाँड खान्न हौ, अलिक थोरै खानु नि अनि। होइन टाउको पनि दुख्दैछ कि, अब लाग्छु पनि, धेरै कामहरू छ बरी। अब अरू कुरा त्यस्तै हो, जे जस्तो भए पनि दाजुभाइमा पर्दाखेरि भोलि गाह्रो साह्रो दाजुभाइलाई नै पर्ने हो र सबैभन्दा बढी बुहारीलाई अप्ठ्यारो पर्छ। त्यही भएर आजै ठन्डा दिमागले सोच्नु, त्यसलाई पनि एकदम ठन्डा दिमाग लिएर काम गर्नु, हिँड्नु, अघि बढ्नु भनेर सम्झाउनु। अब एउटा बिराउने शाखा पिराउने भनेर त अब थाहा छ होला बुहारीलाई, त्यो एउटाले गर्दा अब वारिपारिको मान्छेले पनि सुन्दाखेरि यो समग्र गाउँकै इज्जत जान्छ, अनि त्यस्तो त राम्रो हुँदैन। अब भिरमा लड्ने गाईलाई राम राम भन्न सकिन्छ, कहाँ थाप्नु सकिँदैन। म चाहिँ लागेँ, भोलि गाह्रो साह्रो अप्ठ्यारो होला बुहारी। भन्न त भन्छु नि दाजु, के गर्नु, भन्दा सुने पो। बरु दाजुहरूले नै यसो सम्झाइ बुझाइ गरिदिनु नि। अब हामीले सम्झाउँदा लाग्ने भए किन म बुहारीलाई भन्थेँ हौ, हामीले त 1000 चोटि सम्झाएको है। लु है, आफै के कसो गर्ने हो विचार गर्नु, म चाहिँ लागेँ। कस्तो खालको मान्छे चाहिँ रहेछ, सम्झाउँदा लाग्ने भए पो नि फेरि। हो भाइ, अरे हो, अनि आँप त निकै ठुलो पो भइसकेको रहेछ त, मैले यादै गरेको थिइनँ। खै कुन खालको हो यो चाहिँ? यो सुपारी हो दाइ। ए अनि जस्तो मान्छे त्यस्तै बोट बिरुवामा रोप्नु, अलि रोपिसकेपछि त ठुल्ठुलो फल्ने मालदा राजा आँपहरू रोप्नु नि हौ। काल्दा पनि भन्नु पाएँ भन्दैमा के साह्रो हो। अब खै अन्तरे जोइकोबाट ल्याएर रोपेको, ए अब कुन खालको भन्ने चाहिँ पछि फलेपछि नै थाहा हुन्छ ल। अनि के हो भाइ, सुँगुरको पाठा त लाइएको रहेछ, अब यत्रै मुसा जत्रो मात्रै छ त, दुम्सीको बच्चा जस्तो। त्यसलाई चाहिँ बरु पसाउनु नि, यसो चारोहरू अलिक खुवाउनु। होइन हुँदै, त्यो कति राम्रो तरिकाले स्याहार सुसार गरेको, खानेकुराहरू पनि राम्रो राम्रो छानेरै दिन्छु र पनि छैन। अब अलिकति यसो मासु लाग्यो भने चाहिँ यसो साउ मात्र, अब उकास्यो भने पनि बेच्थ्यौँ काटेर भनेको छैन हौ दाइ। हौ, अनि यसलाई कहिले चाहिँ अब बेचेर साउ काट्नु हो फेरि? म त यसो हेरेको त ठुलो खालको मुसा पो कुद्दै आयो भनेर तर्सेँ पनि पो। अब के गर्ने, त्यस्तै छ। अनि कताबाट पो काल दाइ? कता हुनु हौ, त्यहाँ कान्छीकोमा आएको थिएँ कि, अनि यता भाइकोमा पनि निस्किँदै जानु पर्यो भनेर आएको नि। होइन हौ काल दाइ, के हो जहिले पनि त्यतैबाट मात्र भन्नुहुन्छ, हाम्रो कान्छीले मोनी पो लाग्यो कि क्या हो? हौ, के कुरा गरेको हौ भाइ, अब आफ्नो आफ्नो व्यवहारहरू हुन्छ, लेनदेनको कुराहरू हुन्छ, के हुन्छ नि हौ। अनि नाम जस्तै गनाउने शब्दहरू बोल्ने, वचनहरू निकाल्ने, थैट। कोने अरे साइनो फेरिन्छ र जय भन्नु पर्ला है फेरि। अब म जस्तोलाई हेर्ने कि त आँखा दुइटै फुला परेको, नत्र फुटिगएको हुनु पर्यो नि। खै त्यहाँ यसो कहिलेकाहीँ काम पर्दाखेरि जान्छ छोरीकोमा, हाम्रो कान्छीले यसो अब कालदार कहिले कहिले आउनुभएको देख्छु, कालदा आउँदाखेरि यसो उसको व्यवहारहरू हाउभाउहरू फेरेको देख्छु। हौ, के चाहिँ उसको व्यवहार त्यस्तो भयो, म आउँदा मलाई नै मन पराएको जस्तो चाहिँ। खै यसो कहिलेकाहीँ अब कामहरू सघाउँदाखेरि कालदाको कुराहरू गरिराखेको हुन्छ छोरीले। हौ, त्यसो भने त कान्छीले त म नआउँदा मेरो कुरा पो काट्छ कि क्या हो भाइ? होइन त्यस्तो त नराम्रो त के भन्नुभएको छैन, राम्रै कुरा गर्छ। खै हौ भाइ, अब तिमीले भनेर मैले भनेर हुने होइन, अब लेखेकै छ भने त्यो मेटेर पनि मेटिँदैन। खै बा कतै जुनै पो भइहालिन्छ कि भनेर हौ दाजु। साह्रै भयो भाइ, लु भयो नभन्नु, मलाई नै लाज भइसक्यो यहाँ।
होइन साँच्चै मैले भनेको नमान्ने कि के चाहिँ मान्नुपर्ने अब तैँले भनेको चाहिँ होइन नि तेरो र मेरो ब्रेकअप भएको होइन साह्रो जान्ने म जति जान्ने कोही छैन भन्ने गफ दिन्छस् त तर के जान्दैनस् रहेछ त किन कसरी तरुण तन्दिरीको बिछोट हुँदा पो ब्रेकअप भन्छ बित्थामा तल न माथिको बोल्छस् ए हो त नि होइन अनि एकछिन बसौँ न यहाँ सल्लाह गर्नु छ क्या किन चाहिँ बस्छु यहाँ मेरो के छ भ्याउँदिनँ म हेर न अब फेरि बसौँ न क्या मालदाले रिचार्ज कार्ड लाउने पैसा दिन्छ यार कस्तो तँलाई दिन्छ होला नि मलाई दिँदैन हाततिर एकछिन बस न हौ पर बरको बोटमा जाउँ न किन त्यहाँ चाहिँ जानु हौ सल्लाह गर्नु छ क्या कहाँ यस्तोमा सल्लाह गर्नु हौ के को यहीँ भन्दा पनि हुन्छ के बित्थामा त्यहाँ बरको बोटमा यहाँ मेरो के छ बित्थामा उसले भनेको जे त्यही मान्नुपर्ने साह्रै सन्किन्छ हौ त त अनि होइन मैले दुःख गरेको मैले गुण लाएको बिर्सिस् होइन त्यति ठुलो गुण चाहिँ के गरेछ त्यो चाहिँ भन् त लु तैँले बिर्सेकै होस् मैले भन्नुपर्ने लु गुण लाए पनि मान्छेले मुखले भनिराख्नु पर्दैन त्यो मनमा पो हुनुपर्छ त लु तेरो त्यति साह्रो मन दुखेको छ भने पछि मेरो घर बनाइसकेपछि तेरो टिका लगाउनु पर्यो मेरो घरमै गर्छु बरु होइन मेरो नाम त ठिकै थियो गोगुने भनेर तेरो नाम चाहिँ घिउको मार्देखि अब बैगुनै राखिदिनु पर्छ होला हौ कुखुराहरूले पनि खत्तम गरेछ न त यो खसिँदै भन्यो यो कुखुरा चाहिँ राम्रै खान्छु राम्रैमा हक्छु छिट्टै मर्छु भन्छ अरे हो कि के हो जस्तो लाग्छ जतासुकै मैला गरिरहेछ तिर्का होइन बुवा चाहिँ के को कसिङ्गा चाहिँ सोरेर बस्नुहुन्छ हौ के को कसिङ्गर भन्नु अब यो अब नसोर्नु पर्दैन छोरी चेली हुर्केको घरमा त सरसफाइ राख्नुपर्छ कहाँबाट कुटुम्बाहरू आउँछन् के आउँछन् अनि घर फोहोर राख्यो भने के भन्छ उनीहरूले ल आइहालेछ ल ल ल यो हालिदिउँ ल आफै आउँछन् आफै जान्छन् नि बुवा कुटुम्बाहरू बुवाले चाहिँ के को टेन्सन हौ अब आफै आउँछ जान्छ भनेर हुन्छ आफ्नो घर त सफा राख्नु पर्दैन त नि बुवा चाहिँ पिर नमान्नु है लु नानी मलाई एक बुटुका बाक्लो जाँड बनाइदिए त म पारीसम्म पुगेर आउनु पर्यो के को पारी चाहिँ जानुपर्ने हौ बुवा चाहिँ पर्दैन जानु घरमै बस्नु होइन त मेरो छोरी होइन र अनि त आफ्नो छोरालाई जत्तिकै अधीनमा राख्नु खोजेस् त हौ अनि बुवाले चिसो लाग्छ भनेर पो भनेको त नराम्रो भन्नु खोजेको हो र बुवालाई तपाईँकै लागि भनेको अब अहिले म गाउँघरमा निस्किनै नहुने भएको छ जसलाई भेट्यो त्यसले अब तेरो छोरीको एउटा संस्कार मिल्नेसँग बिहे गरिदिइहाल हुर्केको छोरी हो भोलि के हुन्छ भन्छ अब म जस्तो उमेर पुगेको बाबुलाई त्योभन्दा ठुलो चिन्ता के हुन्छ लु भन् त अब अस्ति यसो कुटुम्बहरू माग्नु आउँदा पनि जानु मानिनस् होइन हौ बुवा मेरो लागि चाहिँ केटा चाहिँ खोज्नु पर्दैन है इज्जतले माग्नु आयो भने पछि विचारौँला त्यसो भए बुढी कन्या नै बसिदिउँला बुवा के भएको छ र दुनियाँ बसेकै छ त्यसरी पर्ने बुढी बस्छु भन्दा हुन्छ माथि तेरो हिमियममा फुपूको दशा देखेकै छ होला त बुवा चाहिँ दुनियाँको कुरा चाहिँ सुनि चाहिँ नराख्नु है बुवा होइन हौ यो माना खाएर मुढी उब्जाउने बेलामा कामै बिना चाहिँ लखर डुली हिँड्नु चाहिँ राम्रो होइन है के को यो अब नाङ्गो आँखाले हेर्दा नि म लखर डुलेकै देख्छु तर म कुनै मिसन नलिकन नि एक पाइला पनि अगाडि बढाउँदैन होइन कस्तो मिसनमा चाहिँ हिँड्नु भयो हौ मलाई केही थाहा छैन त अब खोल्सा पारीको सबै केटाहरू लाल कान्छीकोमै भेला भइहाल्छन् त्यहाँ अब त्यहाँ खोल्सा पारीतिर के कस्तो हुँदैछ अब गाउँ टोलमा बा मेलमिलाप अस्तिभन्दा भयो कि अनि हाम्रो यतातिरको योजनाबारे के कस्तो हुँदैछ भनेर त्यहाँ कान्छीकोमा गएर आएको नि सबै केटाहरूलाई भेटेर ए मिसन त त्यस्तो पो खोल्सापारी धेरै नधाउनु है मलाई त खोल्सापारी भन्ने बित्तिकै वाकी लागेर आउँछ अच्छा
अनि तिमीले त आरिस पो गर्छौ के भन्नुमा यस्तो कुरा नि छरछिमेकले सुन्दा लाजी पो हुन्छ है। होइन के को लाज हौ, जिउभरि लुगा लाएको छु त। त्यही माथि उमेर छिप्पी मरेको छोरी, फाचा पनि जाँदैन, गोरी न गोरी राम्री न राम्री छ। त्यही माथि साली के हो नि, दिदीको मनले के त सोचिहालिन्छ नि हौ। बेकारमा नि यस्तो कुरा सोचेर त्यो नदुखेको कपालले चोयाले बाँधी बाँधी दुखाएको चाहिँ राम्रो होइन के। बरु यस्तो सोच्नुको साटो नि अब मेरो श्रीमान बाहिरबाट घर आउने बेला भयो, अब कस्तो सरप्राइज दिएर चाहिँ खुसीको वातावरण बनाउने, त्यस्तो कुरा सोच्यो भने चाहिँ श्रीमान श्रीमतीहरूको सम्बन्ध पनि सुमधुर हुन्छ होइन। अब सम्बन्ध पनि टिकिरहन्छ, नत्र अरू कुरा सोचेर त अब के गर्नु, साली भेना कति बिग्रेको सुनिन्छ। नसोचौँ भन्छु कहाँदेखि आउँछ हौ। होइन सोच्नु त पर्छ कि, तर सोच्नुभन्दा अगाडि चाहिँ आफ्नो श्रीमानको बानी बेहोरा कस्तो छ होइन। बा श्रीमान कहिले घरमा नबसिकन बाहिर मात्रै धेरै हिँडिन्छ कि होइन, बा बाहिर पो केटीहरू खेलाएर हिँड्छ कि, त्यस्तो छ भने त सम्झाउनु पनि पर्छ होइन, बुझाउनु पनि पर्छ। तर अब श्रीमान सही छ, अब त्यसरी बाहिर हिँड्दैन, बाहिर समय धेरै बिताउँदैन होइन। अब घर खेतीमा समय दिएको छ, आफ्नो जागिरमा समय दिएको छ, तन मन दिएको छ, छोराछोरीहरूलाई राम्रो हेरचाह गरेको छ भने त्यस्तो कुरा सोच्नु चाहिँ व्यर्थै हुन्छ के। हुनु त तपाईँ जतिको पढे लेखेको मान्छेले त्यस्तो गर्नुहुन्छ भने त संसारै उल्टिन्छ होला नि। अहिले ठ्याक्कै तिमीले यो कुरा गरिरहँदा नि एउटा कथाको याद आयो भनौँ। अब के गर्नु, तपाईँको कथाले मलाई मात्रै घोच्ने हो, तरै पनि भन्नु न। यस्तो क्या, यो कथाले घोच्ने भन्ने कुरा नि जो मान्छे त्यस्तो छ उसलाई चाहिँ घोच्ने हो के। तर मेरो श्रीमती त त्यस्तो छैन, घोच्दैन मेरो श्रीमतीलाई। म भन्छु है त ल, कुनै एउटा गाउँमा चाहिँ दुईजना श्रीमान श्रीमती थिएछन् अघि, अनि 50 वर्ष पुगिसकेछन्, बिहा गरेको 30 वर्ष भइसकेछ, नानीहरू जन्मेको छैन। बुढो चाहिँ विद्वान भएकोले सबैले कार्यक्रमतिर अतिथि बोलाउने होइन, वक्ताको रूपमा बोलाउने, अनि गाउँमा हुँदै अब भेगमा हुँदै पुरा अञ्चलभरि उसको नाम फैलिसकेछ। सबैले विद्वान भनेर पुरा नाम चल्यो। उसको श्रीमतीलाई पनि सबैले विद्वानको श्रीमती भनेर नाम चल्यो। तर जहिले श्रीमतीले चाहिँ उसको बेला गाली गरिराख्ने रहेछ के, जति गधा त साले गधा मात्रै भने जहिले गाली गरिराख्ने। अब गाली गरेको पनि 15 वर्ष भइसकेछ, अनि उसको श्रीमानको यो मस्तिष्कमा त त्यो गधा भन्ने शब्दले यसरी छाप बसेछ कि ऊ त गधा हुन थालेछ क्या। उसको अरू त केही सोच्नु सकेन रहेछ, ऊ त गधा हुन थालेछ। गाउँभरिको सबै मान्छेहरूको भारी बोक्नु थालेछ होइन। ऊ जिल्लातिर गएर भारी बोक्नु त ऊ त भरिया हुन थालेछ। अब गाउँमा सबैले अब विद्वान चाहिँ भरिया भयो भनेर अब गधा भन्न थालेछ गाउँभरिको मान्छेले। अनि उसको श्रीमतीलाई पनि अब विद्वानको बुढी भन्नु छोडेर गधाको बुढी भन्नु थालेछन् सबैले। त्यो सुनेर उसको श्रीमतीलाई साह्रै रिस उठेछ। अनि उसको श्रीमानले कराएछ, के भएको तपाईँ विद्वान हुनु छोडेर सबैको भारी बोकेर तपाईँ गधा भइनुहुन्छ, तपाईँ गधा भएकोले मलाई यहाँ गधाको श्रीमती भनेर सबैले भन्छ भनेर श्रीमानलाई मारी कराएछ। अनि त्यो विद्वानले उसको श्रीमतीलाई भनेछ, हेर म गधा भएको होइन, मलाई तिम्रो शब्दले चाहिँ गधा बनाएको भनेर भनेछ। अलिकति मकै पिन्नु पर्ने हो, हात पनि गएछ। फुटी जान्छौ के सार ठोकेको? त्यसै फुटिराखेको छ, के भन्छौ? मकैदेखि अलिकति मल खुवाउनु पर्यो भनेर डालो निकालेको,
डालोको मुख पनि भङ्गै छ। जेति गयो जम्मै। यसो बनाउनु नि हौ चोयादिक ल्याएर। त्यति मन परेन भने फाल तल घुरिहाल्नु। फ्याँक्नु पनि बेर लाउँदिनँ। मान्छे पनि फ्याँक्दिन्छु कुन दिन। आज भोलि यसो विचार गर्दैछु कि कसको कुरा सुन्दैछस् होइन। बाख्राको पाठा जस्तो पुरुक पुरुक उफ्रिन्छस् त। घाँस ल्याएर खुवाइदिन्छु अनि मान्छे भएपछि घाँस खाने व्यवहार गर्नुपर्छ। उफ्रिनु मात्रै होइन कि यो गाउँघर सबैले तिम्रो कुरा काटेको सुन्दाखेरि त मलाई त ठङ 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 थाल बजाएर नाच्नु पो मन लाग्छ। ए थालै ठट्टाएर नाच्नु मन लाग्छ? तै त झेम्टा पनि बजा अनि जोखाना हेर्नु थाल। तिमीले भनिराख्नु पर्दैन। मैले तिम्रो जोखाना अस्ति हेरिसकेँ। ए हो र? भनेपछि लोभमा पनि गर्न सक्छस्। लु त के छ मेरोमा लोभमा गरी हेर त। तिम्रो नि यो एकोरे बानीले अक्कडे बानीले गर्दा यो समाजमा तिमी एक्लो हुँदैछौ। बाँदरले आफ्नो घर पनि बनाउँदैन अरूको पनि बनाउनु दिँदैन। कस्तो खाले गाउँ समाज हो अनि? गाउँकै मान्छेको कुरा नबिक्ने त्यस्तो पनि गाउँ समाज हुन्छ? बरु हगेको लेडको अर्थ हुन्छ। त्यस्तो खाले समाज चाहिँदैन पनि। अक्कडे भए हुन्छु एक्लो भए हुन्छु। बिग्न भए मलामी पाउँदिनँ होला सघाउनी त पाउँदिनँ होला नि डढाउँछु म। धेरै यो समाजलाई गाली नगर है। पछि आपत विपद परेको बेला समाज पाउँदैनौ अनि चाल पाउँछौ। पाइन भने पाइन नि यात्राको डर मलाई। तिमीलाई कहाँ डर हुन्छ त नि? सबै भोग्नु परेको छ आफूले। सुनाउँछन् अनेक अनेक थरी। फल्नाले के भन्छ फल्नाले के भन्छ तेरो बुढा त यस्तो उस्तो नमिल्ने अक्कडे भन्दाखेरि रिस उठ्दैन अनि? आफ्नो मान्छेलाई राम्रो भनेको सुन्दा पो खुसी लागेर आउँछ। मान्छेले त जे पनि भन्छ नि उनीहरूले खोट लाउनु त छ नि। मैले भनेको कुरा कसलाई चाहिँ राम्रो लाग्छ पछि आफै बुझ्दै जान्छ। त पनि धेर पेर पेर नगर है। मान्छे भएर भङ्गेरा जस्तो धेर पेर पेर भएको राम्रो होइन। गाई बाख्रा जस्तो भएको भए अस्ति म छाला काटेर च्याब्रुङ पो तन्कै सक्थेँ। धान्ना मान्छे भइस्। ए अनि म चाहिँ हेरिराख्छु होला नि। गाई बस्तु भएको भए त तिमीलाई पनि बाँधेर डङ्किडङ कुटेर अस्ति तह लगाइसक्थेँ। एकछिनमा हैरानै हा खालै त हेर्नु बारीको छरले पनि बस्नु पर्यो। ए बसी बसे दिदी बसी बसे होला यही पिरामा बस होइन हुन्छ बस न बस। कहाँ हिँडिस हौ? त्यसै हौ दिदी आज के काम गर्नु भएन? केही काम भन्दा नि भर्खर पो घाँस काटेर आएर मिल्छु बाख्राहरूले दिएर गोरुहरूले दिएर मिल्छ बसेको हौ एकछिन। तपाईँकोमा त गाई पनि गोरु पनि दुईवटा बाख्रा पनि त्यत्तिकै छ। काम त बेसरी गर्नुहुन्छ तर त्यत्तिकै धनी हुनुभयो दिदी त। देख्छेस् धनी चाहिँ के थाहा तपाईँको घर हेर्दा पनि सिमेन्टीले सबै प्लास्टर गर्नु भएको छ। लिपलाप पनि गर्नु परेन। मिल्छु घाँस सुँगुर चारो अलिक नि यहाँ मान्छेले कस्तो कस्तो दुःख हुँदा त केही भएको छुइनँ।
बाहिरदेखि हेर्दा त राम्रो देख्थेस् नि मलाई, भित्र पिर बेथा कति छ भनेर साध्य छैन। के को दिदी पिर बेथा त मेरो नि कति छ नि, तर अब आफ्नो दुःख आफैलाई ठुलो लाग्छ होला। त्यही होला नि हौ। अनि कस्तो छ नि तेरो चाहिँ हाल खबर? के हुनु हौ, घर एउटा ढल्नु आँटिसक्यो, बनाउनु मर्मत गर्नु भनेको त्यो पनि छैन। यो भने पो आएछ। जा भित्रदेखि पिरा ल्याएर बस ल्याएर। ल हौ आफै पिरा ल्याइ चाहिँ बसिँदैन हौ दिदी। तेरो चाहिँ काम काज पनि छैन क्या, एउटा सिन्का बचाउँदैनस्? जहाँ जहाँ मलाई देखिस् त्यहीँ त्यहीँ आउँछस् त। अनि तेरो कम्ता मिठो बास्न चल्दैन हौ, त्यही भएर पछि पछि आएको नि हो। तेरो नाकमा तिते पातीले टालेर हिँड्न। यिनीहरू दुईजना। अनि तेरो मात्रै आउने काम हुन्छ, मेरो चाहिँ हुँदैन। होइन तिमीहरू दुईजना त के भइहाल्यो हौ। अब घुमाउने महिला दाजु र नस्पाते दाजु जस्तै भेट्नै नहुने पो भइगयो त, बाजी पो हाल्छौ त। लु यस्तो पाराले त हुँदैन है दुईजना त। यो पनि कुन चाहिँ गतिलो मान्छे हो र हौ दिदी पनि, यो पनि त नासपातेको पछि पछि लाग्ने त हो नि गर्दा यस्तोरी। तँ चाहिँ नासपाते दाजुको पछाडि नलागेर लु के चाहिँ काम गरिछौ, के चाहिँ उन्नति प्रगति गरेको छस्? अनि तैँले चाहिँ नासपातेको पछि पछि लाग्दा के चाहिँ प्रगति गरेको छस् हौ? त नासपाते दाजुको कुरा नगर, नासपाते दाजुको पछि पछि नलागे पनि अरूको पनि घुस सुँग्नु हिँड्छस्, हामीलाई पनि थाहा छ। कसको घुस सुँग्दै सुँग्दै हिँड्दैछ, को हिँड्दैछ भन्ने कुरा त हामीले पनि यो दुईवटा आँखाले देख्दैछ नि त। अनि त पनि घुको झिँगै हो, साह्रो ठे नपल्टी। नासपातेको गुमा नि त म पुरा सुई सुई घुम्दै हिँड्छु है यस्तोरी। हि बुम बुम भए पनि तै हो। नासपातेको गुमा चाहिँ यसरी भन्किँदै हिँड्ने भमरा होला होइन, त्यो चाहिँ झिङ्गा होइन। झिँगा भए पनि के सही के गलत छुट्याउनु जान्दछु। लु धेरै फुइफु गरेर पछि नलाग नासपातेको। होइन हौ तिमीहरू दुईजना त यत्रो भएर कसले राम्रो भन्यो कसले नराम्रो भन्यो अहिलेसम्म तिमीहरू छुट्याउनु जान्दैनौ न। आफ्नो सिती खेती चाहिँ गरी खाऊ न, जसले जे भने पनि। के तिमीहरू बच्चा हो तिमीहरू दुईजना? बच्चा त होइन त, यत्रो भइसक्यो त। आफै पो जान्नुपर्छ है, जसले सिती खेती गरेर राम्ररी खान्छ नि त्यसैले जित्छ। तिमीहरू दुईजनाले नि यो कुरा चाहिँ राम्ररी बुझ्नुपर्छ है, घिउ र गगुनेले। तिमीहरू दुईजनाले म विचार गर्दैछु। मलाई भन्दा पनि यसलाई चाहिँ अलिक साह्रै गाली गर्दा हुन्छ होला हौ दिदी। को मान्छे कस्तो छ, कस्तो काम गर्छ भन्ने कुरा त म पनि राम्ररी विचारिसकेँ। पहिलो कुरा नि मलाई कसैले पनि सम्झाउनु पर्दैन, म केही काम गर्नु अगाडि नै बिस्चुरी सम्झिन्छु क्या। बरु तेरो चाहिँ अलिक दिमाग अलिक खरबलेको छ कि जस्तो लाग्छ कि, तँलाई चाहिँ सम्झाउनु पर्छ। त्यति साह्रै फुरफुर पनि नगर गगुने, पहिला पनि म तेरै सङ्गतले गर्दा साह्रै सुध्रेको होला होइन। तेरै कारणले गर्दा चाहिँ यहाँ भागी मौली जानुपर्ने अवस्था बनाइस्। फेरि अहिले त आएर फेरि आफै पो उता ठुलो पल्टिन्छ त। लु जेसुकै गर, जे गर्यौ पहिला, अब चाहिँ त्यस्तो काम दोहोरो नगर। राम्ररी चाहिँ तिमीहरू राम्रो बाटोमा हिँड, त्यही हो म चाहिँ। गगुने त अलिकति सुध्री, त्यही हो, म केही भन्दिनँ। हौ कहाँबाट आइसौ केटा? ल डुलेर हौ। अरे हौ, अनि अगेनाबाट निकालेर दिनु त चाक डढ्दैन दाजु? अरे नभलाई होइन, तँलाई डुलेरै मात्रै खानु पुग्छ केटा? अनि नडुली चाहिँ खानेकुराहरू घरमै आफै आउँछ त। अब त्यसरी आफै आउने भए त घरमै पारेर मुख थापी बस्थे नि। अब नआउने रहेछ। अब कुकुर जस्तो फेरि गुहरू खोजी खानु पनि मिलेन।
अब कुकुरले त आउँछ दाजु अनि कुकुरले त ऊ एक छाक भात पाउनको लागि रातभरि भुक्छ, दिनभरि ढोका रुङ्छ। अनि मान्छेले त घुम्नु परेन, डुल्नु परेन। अब दाजुको जस्तो भकारीभरि धानै धान भापो घरमै बसिराख्नु। अब मेरोमा त एक सिता पनि छैन। मेरोमा त मुसा आयो भने त उल्टै रोएर पो जान्छ। अब यसरी डुली मात्रै रहन्छस् भने बरु एउटा उपाय के गर भने के दाजु? एउटा सामाजिक काम गर, एउटा इतिहास बन्छ। सम्फरजुङमा चाहिँ जारिवाल काइला भन्ने एकदमै नामी समाजसेवी थियो भन्ने हुन्छ, बुझिस्? त्यति भए पनि एउटा राम्रो काम पो हुन्छ त। अब तँलाई समाजसेवै गर्ने रहर रहेछ त। होइन हौ दाजु, अब गाउँघरमा समाजमा बसेपछि एक चप्रा कोदालो खन्नु पनि सामाजिक कामै त हो नि। घरको काम गरेर पनि समाजसेवा हुन्छ। लु, अनि म मेरै घरमा मात्रै खन्छु त जहिले तहिले। कहिले दाजुकोमा आउँछु, कहिले नस्पाते दाजुकोमा जान्छु। त्यो अन्त्रे दाजुले अस्ति घर बनाउँदा त नि, नयाँ घर बनाउँदा निम्मै सघाउनु त्यतै गएँ म धेरै। अब त्यो भिता खारेको ढुङ्गा माटो त्यहाँ सम्याएर मिलाएको मैले नै गरेको भन्दा पनि हुन्छ। लु, अब त्यत्रो काम गरिदिँदाखेरि चलेको चलनअनुसारको त्यो यसो नम्याक मात्रै लिएँ, त्योभन्दा उपरान्त केही पनि लिइनँ। गुहारी त झन् एक दिन त्यत्तिकै छिनाएँ। अब त्यो सामाजिक काम भएन दाजु। अब रु दाजुले पनि बिहे गर्नु नि, बिहे नसिद्धिन्जेलसम्म त म त त्यत्तिकै सघाउँछु। लु, गुहारी नै सघाउँछु। अर्र हौ समाजसेवीज्यू, हैट तेरिका तङबा टक्रम कि छ न टक्रम हौ। अब यसो घुमेर आएको, डुलेर आएको घाँटी त हर हर भएको छ नि दाजु। तर म छोरा मान्छेले छानेको खाँदिनँ हौ। ए भनेपछि तेरो घरमा त छोरी मान्छेले छानेको मात्रै पो लिँदो रहेछस् त, होइन? अब यहाँ कुरा निकाल्यो भने अहिले घोक्राएर अङ्गान कटाउँछु कि के भन्नु थाल्छौ। बरु कुरा ननिकाल्दै ठिक। जाउँ हौ दाजु, तल कान्छीकोमै जाँड खानु जाउँ। ल म यो थन्काउँछु अनि जम्मा त केटा। बिचरा यो चिङ्नाहरू पनि घामले मर्न आँट्यो हौ, पानी दियो बरु। आज अलिक चर्को घाम लाग्दैछ है। घाम लागिराखेको त देखेको रहेछौ त, यसो शीतलमा लानु छैन? यो पथाङ पनि के हो? यसो चारो पानी भए पनि दिनु नि। म दिउँ कि भनेर चाहिँ सोच्दै थिएँ। अब आफै गरिहालिस् भइगयो त। होइन, तिमीलाई अप्ठ्यारो लाग्दैन मैले मात्रै काम गरिराखेको देख्दा? मलाई साह्रै अप्ठ्यारो लागिरहेको छ नि हौ। त्यही भएर त नबोली बसेको त अहिलेसम्म। म बोलेँ कि यत्रो बेर? घाडीमा 3:30 गइसकिसक्यो। होइन, आज दिनभरि बसेरै बिताउने? अब सुतेर बिताउँ भन्दा धेर सुत्यो भने ढाड दुख्दो रहेछ। अब बसेरै त बिताउनु होला नि। होइन, कस्तो खालको कुरा गर्छस् हौ? माथि लेक जस्तो भए यतिखेर धमाधम असार हुन्थ्यो। अब हामी औलमा बस्छौँ। खेतमा यत्रो यत्रो घोगा लागेको छ मकैको। कितै घोगा लागेको मकै जोती पठाएर फेरि नयाँ छरौँ। होइन, कस्तो कस्तो पो बुढा रुङ्गेर बस्नुपर्छ हौ जिन्दगीमा। त्यति साह्रो लाग्छ नरुङ्न त अनि जाँदा भइगयो त। फच्चा गइस् भने त जारी उठाएको सुन र पैसाले नि अर्को एकजना तरु नि केटी पो भित्र्याउँछु म त। अब कुच्चा है, तिमीले मलाई पत्याएको छैनौ कि क्या हो? साँच्चीकै फच्चा जाउँ त? लान्छ है एउटाले, जान्छु मात्रै भनेर आँट गर्नुपर्छ नि। लान्छ लान्छ। कुम्लो कुटुरो बोकेर जा माथि।
बरमा पुगेपछि अनि यसो घरको याद आइहाल्छ। पुलुक्क घर देखेपछि फेरि फर्किन मन लाग्छ। म जस्तो एकथुङ्गो केटा पाउनु त निकै लेखेर पो आएको हुनुपर्छ है। जे होस् शुभकांक्षा छोरी निकै भाग्यमानी रहेछ। उफ धेरै हल्ला नगर, तिम्रो यता सास गनायो। ओ सुँगुरलाई झाडु खालेर ल्याएर लगाइदेऊ। सुँगुरलाई अब गाईबस्तु पनि छोडेपछि गएर आफै खेतबारीमा चर्छ त। त्यो सुँगुरलाई पनि तल छोडिदिइहाल, आफै चर्छ। अनि त्यसो भन्दै पछाडि हात लगाएर कता हिँडेको फेरि? म अनि यसरी अगाडि लाएर जङमा हिँड्नु अप्ठ्यारो हुन्छ, अनि पछाडि त लाउनु पर्यो। होइन हौ, केहरू देख्नुपर्छ हौ। दिनभरि पनि बसेरै बितायो, अब फेरि कता लागेको? म बाटो नि, अब कहाँ जानु? घारी हिँड्यो भने लडी मरिन्छ होला। भात नखाऊ है तिमी, तिम्रो भात पाक्दैन आज। ल हौ ल। के खालको मान्छे रहेछ? के मेरो भाग्य, पिर पर्नु पनि कति साह्रो परेको हो। यही पिरले गर्दा होला कि दाजु, आजभोलि त जाँड रक्सी मात्रै खानु मनपर्छ हौ मलाई त। ए राम्रो है राम्रो। अब हेर्नु न, अब बिहे गरौँ भने पनि व्यवहारहरू लथालिङ्गै छ, व्यवहार मिलेकै छैन। अब बिहे नगरौँ भने पनि अपुताली भइन्छ भनेर। त्यही भएर नि दाजु कहिले कहिले त सम्झिँदै बिहानको भाले नै बाँच्छ हौ, के गर्नु। अनि तैँले सोचेर पिर गरेर चाहिँ तेरो व्यवहारहरू सल्टिन्छ? तेरो समस्या समाधान हुन्छ? कस्तो चाहिँ हुत्याएर कुरा गर्छस् हौ। त चिता म पुऱ्याउँछु भन्छ र के भगवान्ले अलिकति आँट साहस पनि लिनुपर्छ। हुने कुरा हुँदै गर्छ, हुने हार दय पर्न टाढा। आँट पो गर्नुपर्छ त, के आँट गर्छस्? हामी छौँ त, अनि गाउँ समाज दाजुभाइ यत्रो छौँ। मुला जे हुने हुन्छ नि, सबै थोक सोचिएर नि, अनि त्यसपछि यो गरौँला, त्यो भएपछि त्यो गरौँला भनेर त यताबाट पनि हुँदैन। जिन्दगी त जसरी पनि चल्छ भाइ। अनि अब नि 4 कलम चाहिँ के को पैसाले लानु हौ? अनि त्यत्तिकै खाली हात गएर त भएन होला। अनि अब पैसा छैन, जो गर्न सकिँदैन भनेर बसिरहेर चाहिँ हुन्छ त? जे हुने हुन्छ नि मुला। यत्रो दाजुभाइ छौँ, यताउता हातेपाते गरिन्छ, भइहाल्छ त नि। दाजुभाइले नि यत्रो आँट दिँदा त हो कि जस्तो लाग्छ। नसुर्ता व्यवहारहरू देख्दा त म त छक्कै पर्छु। बसे लेउ लाग्छ, हिँडे छेउ लाग्छ, बुझिस्? दाजु हौ दाजु। हौ किन पो? ए दाजुलाई बोलाएको भाउजू पो निस्किनुहुन्छ त हौ। कि फाचा जाने योग छ भाउजू? तिमीसँग फाचा जानु भनेर तयार परेर बसेको। किन लु जाऊ। यो भाउजू के गर्छौ? यहाँ कलकलाउँदो देवारहरू देख्दा त साँच्ची जुङजुङ लाग्छ क्या। पैसा छैन भाउजू बर्खी गर्ने, यस्तो खङ्ग्री भाउजूहरूलाई पनि लान्छु अरे बेत्तामा। दाजु चाहिँ कहाँ गयो चुप लागि भन्नु नि। अघि खै भर्खर निस्केर गयो। यहाँ बस पिरामा। किन हौ अनि दाजु चाहिँ? होइन कहाँ गएछ हौ? दाजुसँग एउटा सल्लाह गर्नु भनेर आएको। होइन के सल्लाह थियो अनि मलाई भनिराख न। अब भाउजूलाई किन भन्नु, दाजुसँगै सल्लाह गर्नुपर्ने थियो त्यहाँ। होइन हौ, के को सल्लाह थियो त्यस्तो मलाई चाहिँ भन्नै नहुने। कि अर्को पो खोजिदिएको छ हो तिम्रो दाजुलाई? यो भाउजू पनि बित्थामा हरेक भन्छ। बिचरा त्यो दाजु इमान्दार छ, जे मनमा आउँछ त्यही बोली बस्नु। है तिमीहरूको दाजु इमान्दार भएर खुबै। तिमी पनि धेरै दाजुको पछि नलाग है। फेरि यो गाउँमा एउटा मात्रै थियो, 2 जना अकडे होला नि। होइन अनि दाजु त्यति अकडे लाग्थ्यो भने किन फाचा नआउनु नि अनि भाउजू? आम्मै म त्यसै फाचा आएको हुँ र? तिम्रो दाजुले कम्ती फकाएको मलाई। यस्तो गर्छु उस्तो छु, जान्ने बुझ्ने पुरा, म त मेट्रिक पास गरेको फल्ना ढिस्काना भनेर बेसरी फकाएर आइहालेँ। पछि त कक्षा 5 मात्रै हासिल गरेको रहेछ। को नि हौ साह्रै त म त पत्याइन। कि अब दाजुले फकायो कि बाटो घर जाने बाटो कहाँ हो भनेर चप्पल हातमा यहाँ सिउरेर कि अगाडि कुद्नु भयो। हुन्छ नि, जोरनाल बन्दुक डङ डङ पड्काएर 25-30 वटा कतिवटा च्याब्रुङ सहित पो म बे गरेर आएको त।
म भे गरेर आउँदाखेरि त तिमी यत्रो थियौ कट्टु नलगाइ कुथ्यौ यति लामो लामो सिँगान तन्काउँदै हेर्दा हेर्दै ठुलो भइसक्यो जिस्किने पो भइसक्यो मसँग अहिले ए भनेपछि निकै तन्दिरी पुगेछु यसो विचारमा भाउजू मेरो छेउमा मस्कियो देख्दा अब जहिले तहिले अब भाउजूको छेउमा लखर 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 अब सिँगान पुस्दै हिँड्नु भएन होइन हौ जहिले तहिले लखर लखर सिँगान तान्दै हिँड्नु भनेको होइन नि अब त ठुलो भयो घर बिजोग छ दुःख सुख जे जस्तो भयो नि गरी खानै पर्छ ऊ घरको बिजोग छ घर लिपोत गर्ने एउटा देउरानी ल्याउनु गरी खानु मजासँगले आज भोलि भन्दा भन्दै जिन्दगी त त्यसै बितेर जान्छ पो त अब बितेर गए पनि जान्छ नि कसैले पत्याएन भने पछि नासपाती दाजुसँग मागेर भाउजूलाई नै लगाउँला झन् म सम्झाउँदैछु उल्टै मलाई पो जिस्काइ बस्छ त हौ के भन्नु अब नयाँ मान्छेको एक पैसा नभएको बेला त्यसै भेगेर पनि भएन होला होइन हौ यो नासपाती दाजु नि के साह्रो काम न काजको मूर्ख भएको हौ होइन गाउँमा त सबै गरी पो खानुपर्छ त त्यस्तो मूर्ख कामले हुन्छ त दाजु लु भन्नु त तपाईँहरू हेत्तेरिका त्यही त म यसो सम्झिन्छु कि मान्छेको कोखमा चाहिँ जन्म लियो यसले तर त्यो ट्याक्कै भेडा र यसको बेहोरा सेम छैन फरक के छ सिङ छैन यसको होइन चार खुट्टा टेक्दैन अरू त अनि के त अनि भेडा भन्दा पनि एक खोरो मूर्ख नि कुन दिन म त तल त्यो भिरमा लगेर नि आइज भन्छु यस्तो यस्तो गर्छु अनि वाङ्गै आएको बेला पाङ्ग भिरबाट झारिदिउँ जत्तिकै रिस उठ्छ नि हौ के गर्नु अब दाजुभाइ भनेर मात्रै कि बेहोरा हेर्दा त वाक्कै लाग्छ नि हौ यत्रो कुरामा पनि अकडा गरेको छ के कुरामा पनि भाँजो हालेको छ फेरि आफ्नो अडान छोडे त हो के कुरा गर्नु होइन हौ दाजु अब भेडै जस्तो भए पनि ठुम्बा जस्तो भए पनि कोही कोही काममा त काम लाग्छ हौ ए हौ है भनेपछि तँलाई पनि अब नासपातीले घुमाउनु थाले जस्तो छ होइन के को घुमाउँछ अब घुमाउने माइलाले घुमाउनु नसकेकोलाई नासपातीले घुमाउँछ हुनु चाहिँ हो है दुईजना मेरोमै आएर जाँड चाहिँ खाँदै थियो है मैला अब जाँड खाँदै घुमाउँछ त कान्छी पनि खै कुन काइला खै सँगै बसेर ए नासपाती दाजु नि आइपुग्नु यो गाउँमा खुनखुना सिनाले मेरो कुरा काट्छ हौ लु दाजु यतै बस्नु कि काइला ए ल बसौँ यहाँ मात्रै होइन कि यो गाउँको प्रत्येक घर घरमा जान तेरो घाँटी खसखसिन्छ बुझिस् घाँटी खसखस नगर्नुको लागि त नि काम पनि राम्रो गर्नु पर्यो नि त मान्छेले देख्दा राम्रो भनस् कि नराम्रो भनस् के दाजु घाँटी खसखस खाओस् नखसखस खाओस् मलाई मतलब छैन तर पृथ्वी पल्टे पनि यो हाम्रो मौलिकता र मुन्थुमी नामहरू त म मरे पनि त्यो फेरिन दिए पो डढाउँछ जस्तो लाग्छ यत्राको डढाउँछु लु दाजुहरू यसै गर्नुहुन्छ भने चाहिँ मेरो घरमा चाहिँ नआउनु है